आदरणीय उपस्थित महानुभावहरू, अब लाखे जात्रा मनाउने परम्परा नेवार समुदायहरूमा चलिआएको कुरा यहाँहरूमा सर्वजनीय छ। त्यसैको भव्यताका साथ सफल गर्यौं र म अहिले औपचारिक कार्यक्रमलाई विधिवत रूपमा हाम्रा लाखेका साथीहरूलाई आफ्नो बाधाहरूलाई रोकेर आफ्ना लाखेहरूलाई ठाउँबाट सम्पन्न गर्न हामीले जमर्को गर्यौं। यहाँहरूले हिजोको अन्तमा पुगिसकेका छौं र हामीलाई औपचारिकता दिन लागिरहेको छु र यस समापन कार्यक्रमको सभापतिको आसन ग्रहण गरिदिनको निम्ति म डिक्टेल बजार सामाजिक गुठीका अध्यक्ष श्री राजन सैनीज्यूलाई अनुरोध गर्दछु। उपाध्यक्ष जयनारायण श्रेष्ठज्यूलाई आसन ग्रहण गरिदिनको निम्ति म अनुरोध गर्दछु। गाई जात्रा उपसमितिका संयोजक सन्देश ताम्राकारज्यू, हिरे जात्रा उपसमितिका संयोजक ध्रुव कुमार श्रेष्ठज्यू, हास्यव्यङ्ग उपसमितिका संयोजक मनोज भजिमाज्यू, खाजा व्यवस्थापन समिति उपसमितिका कृष्ण जन्माष्टमी उपसमिति, ध्वनि व्यवस्थापन उपसमितिका संयोजक अटल श्रेष्ठज्यू, निर्देशन तप्तेल बजार रञ्जना सैनीज्यू यहाँमाथि मञ्चमा र सम्मान गरिदिनको निम्ति म हार्दिक अनुरोध गर्दछु अध्यक्षज्यूलाई। गाई जात्रा उपसमितिका संयोजक सन्देश ताम्राकारज्यू, पालन गर्ने क्रमसँगै वंशको अत्याचार गर्नको लागि र गोकुलवासी मथुरावासीहरूको रक्षा गर्नको लागि भगवान कृष्णले जन्मलिनु भएको थियो। यसलाई हामीले हिजोको विशेष अवसरमा पनि आज बिचमा राखिसकेका छौँ र आज विशेष गरी लागेको अन्तिम दिन र भगवान कृष्णले वंशको वध गरी सम्पूर्ण जनमानसमा शान्ति सुव्यवस्था कायम गर्नको लागि वंशको हत्या गरेको दिन भएकोले आज हामी केही प्रतीकात्मक दृश्य यहाँ प्रस्तुत गर्न गइरहेका छौँ। सेनापति सिपाहीहरू, आज यो कृष्णले मलाई मार्ने सोच बनाएको छ अरे। यो कृष्णको जन्म चाहिँ मेरो मृत्युको लागि भएको छ अरे। यो आकाशवाणीलाई म झुटो बनाउँछु, यो आकाशवाणीलाई म झुटो बनाउँछु। आज कृष्णले मलाई होइन, म यो कृष्ण र कृष्णका सबै सेनाहरूलाई सखा बनाउनेछु। मैले राम्रोसँग आकाशवाणी सुनेको होला। जब जब यो धरतीमा अत्याचार र अन्याय बढ्दै जान्छ, जब जब यो धरतीमा त्यो अत्याचारले खुना लाग्छ, त्यो वध गर्न भगवानको जन्म हुन्छ। त्यही स्वरूपमा अगाडि आएको छ। आज तेरो वध निश्चित रहेछ। दृष्ट गर्छ आज तेरो वध गरेर म धरतीका सम्पूर्ण मानवहरूमा धर्मको विचारोपण गर्नेछु। हजुरलाई यो यस्ता आवाज आएको छैन है। भेटिसकेको यो कंसको राज्य कंसले जे भन्यो त्यही हुन्छ। कंसले जे चाहे त्यही हुन्छ। कंसभन्दा ठुलो, कंसभन्दा बलवान र कंसभन्दा बुद्धिमान यस संसारमा कोही पनि छैन। जाबु हिल बनेको यो बुझ्ने कृष्ण, यो झिङ्गा पसिनाहरू यसले मेरो यो कंसको के गर्न सक्छ? कस्ता सुरहरूलाई
यो हिजोको सानो सल्लाहले मेरो के बिगार्न सक्छ होला र तेरो घमण्डले सीमा नाग्यो अब तेरो वध निश्चित छ तैँले फेरेको होला तेरो सैनिकसँग लडाएर म भाग्नेछु तर तैँले देख्दै जानेछस् म तेरो प्रत्येक सैनिकको वध गर्नेछु त्यस पछाडि तेरो पनि वध हुँदैछ र संसारका सम्पूर्ण प्राणीहरूले तेरो अत्याचार र अन्याय गरेको छुपाउनेछ दृष्टिगन्थ कस्तो हुन्छ भन्ने कुरा त अब केही समयपछि थाहा हुन्छ क्रिस्ट त्यो सम्पूर्ण सैनिकको नष्ट गरेर आज म यो पापको घोडा हरिए पनि भान्जोलाई मार्नु हुँदैन त भन्थे तर यो आज म यो पापै भए पनि म गर्न आज म पाप गर्नेछु र यो कृष्णको वध गरेर म ढुक्कसँग यो राज्य चलाउँदैछु कृपया राष्ट्रपतिका साथीहरू केही छन् राष्ट्रलाई रोकिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु हाम्रो भगवान श्री कृष्ण र कंसजीको युद्ध चलिरहेको हुनाले हामीले यो स्टेजबाट संवाद दिइरहेका छौँ कृपया केही समयको लागि राखेनाथलाई रोकिदिनुको लागि म अनुरोध गर्न चाहन्छु र कंसको वध पछाडि लाठीको वध हुने भएको हुनाले केही समय एकछिनको लागि कंस अब तेरो वध निश्चित छ म सानो र पुच्छ भनेर सोचेको थिएँ नातामा त मेरो मामा पर्ने भए पनि आज तेरो अत्याचार र अन्यायले सीमा लागेको छ अब तेरो वध निश्चित छ कस्ता भुसुना यस्ता भुसुनाले मलाई के गर्न सक्छ कस्ता मारेको छु आज यो कृष्णको यस्ता मारेर म यसको मुटु कलेजो निकालेर खाइदिन्छु मेरा ती एक दुईवटा सैनिक मारे भन्दैमा मख परेको होला कृष्ण मेरो एक दुईवटा सैनिक मारेको भन्दैमा मख परेको होला म संसारको सबै सैनिक एकतिर म एकतिर हुँदा पनि मेरो शक्ति धेरै छ दुष्ट तेरो घमण्डले अत्याचार तेरो घमण्ड र अत्याचारले सीमा नाग्यो अब तैँले यो संसारबाट बिदा हुनै पर्छ अब तैँले आफ्नो आत्मा दाह गर्नको लागि तयार हो दुष्ट कंस जब तेरो अत्याचारले सीमा नाग्छ सम्पूर्ण धरतीका वासीहरूको उत्थान गर्नको लागि मेरो जन्म हुने गर्छ त्यसैले तेरो अत्याचारले सीमा नागेको कंस अब त यो धरतीबाट बिदा हुनको लागि तयार हो भगवान श्री कृष्ण की सम्पूर्ण उपस्थित महानुभावहरू तपाईहरूले यो कंस र कृष्णबिचको युद्ध हेरिसक्नु भएको छ र यो युद्धमा भगवान श्री कृष्णले विजय प्राप्त गर्नुभएको छ र कंसको वध गर्नुभएको छ अबको केही समय हामी राखेर श्री कृष्णबिचको युद्ध देखाउनेछौँ र अबको केही समयमा नै भगवान श्री कृष्णले राखेको पनि वध गर्नुहुनेछ कार्यक्रम स्थलमा भगवान श्री कृष्ण र लाठीको युद्ध हामी देखाउन लागिरहेको छौँ तपाईँहरूको हेर्नुभएको छ भगवान श्री कृष्ण र लाठीको घमासान युद्ध भइरहेको छ अबको केही समयमा नै भगवान श्री कृष्ण र लाठी बिचको लडाइँ
गरिरहेको छ। आदरणीय उपस्थित महानुभावहरू, तपाईहरु देखिरहनु भएको छ यो कार्यक्रम स्थलभित्र भगवान श्रीकृष्ण र लाठी बीचको युद्ध। अबको केही समयमा नै भगवान श्रीकृष्णले लाठीको वध गर्नुहुनेछ र त्यस पछाडि अत्याचारमाथि सत्यको विजय हुनेछ, असत्यमाथि सत्यको विजय हुनेछ र भगवान श्रीकृष्णको वध। भगवान श्रीकृष्ण की, भगवान श्रीकृष्ण की, भगवान श्रीकृष्ण की।